एक्सक्यूज मी, मासु कसरी छ दाइ? मासु 200 रुपियाँ केजी छ बहिनी। 200 रे? अघि त 400 रुपियाँ केजी भनेको होइन? अघि पो 400 थियो त, अहिले त घटेर 200 भइसक्यो नि। म आएको 5 मिनट हुँदैछ, 5 मिनटमै भाउ घट्यो। 5 मिनटमा कस्ता कस्ताको भाउ घट्छ, यो मासु के हो र? कति देऊ बहिनी? मलाई 2 केजी गरिदिनु ल। हस् एकछिन है त। अन्जु यता आएर बस, मासु आएको छैन रे। कसले भनेको आएको छैन? यो चाहिँ के हो त? अनि यो मासु त नबेच्ने भन्नुभयो होइन? केटाहरूलाई पो नबेच्ने भनेको त, केटीहरूलाई त बेचिहाल्छु नि। मिस्टर, चिन्नु नजानु कसलाई अन्जु भनेको? म अन्जु हो। त्यही नचिनेर त अन्जु भनेको नि, चिनेको भए त तिम्रो नामले बोलाइहाल्थे नि। नचिन्ने मान्छेलाई किन बोलाउनु पर्यो त? के काम छ र? अनि नबोलाइकन चिनजान कसरी हुन्छ त? किन हुनु पर्यो चिन्जान? तिमी को हो र तिमीसँग चिन्जान गर्नु मैले? लौ अनि चिनजान भएन भने हाम्रो लभ कसरी पर्छ त अन्जु? ओइ केटा हो, तिमीहरू कहिले नसुधिर्ने भइस है। केटी देख्ने बित्तिकै पछि लागिहाल्नु पर्छ। के गर्नु दाजु, केटीहरू हाम्रो पछि लाग्दैनन्, त्यसैले हामी नै केटीको पछि लाग्नु परेन त? बात त सही है। केटीको पछि नलाग केटा हो, जीवन बर्बाद हुन्छ। सही भन्नुभयो दाइले, हामी केटीको पछि लाग्नुहुन्न, नत्र दाइको जस्तै हालत हुन्छ हाम्रो पनि। भाइलाई दशैंको बेला दशा लाग्यो कि क्या हो? देख्दैछौ नि मेरो हातमा के छ? म जेन्जी हो दाइ, जेन्जी। अस्तिको आन्दोलनमा झन्डै गोली खाएको मान्छे हो म। तपाईको हतियार देखेर डराउँछु जस्तो लाग्छ? कन्ट्रोल। अनि नडराउने भए खुट्टा चाहिँ किन काम्दैछ त तिम्रो? ए यो त जाडोले कामेको नि। आचुचुचुचु कस्तो जाडो भएको है? यो भाइ त लास्टै गफाडी रहेछ यार। तिमी साँच्चीकै आन्दोलनमा गएको थियौ र? ल दाइ कस्तो कुरा गर्नु भएको? आन्दोलनमा सबभन्दा ढिलो पुग्ने अनि गोली चल्ने बित्तिकै सबभन्दा पहिला भाग्ने मै त हो नि। दाइ मेरो मासु रेडी भयो? मासु त रेडी भयो कि बहिनी, तर एउटा कुरा भन्नै बिर्सेछु। के कुरा दाइ? यो मासु त हिजोको पो रहेछ बहिनी। के सिनो सिनो गनाउँछ भनेको त यो मासु पो रहेछ। छ्या म लादिन यस्तो मासु, मलाई ताजा मासु दिनुस्। ताजा मासु आउँदैछ बहिनी, एकछिन पर्ख ल। कति पर्खिनु हौ दाजु? अघिदेखि आउँदैछ आउँदैछ मात्रै भन्नुहुन्छ, कहाँदेखि आउँदैछ? चाइनादेखि आउँदैछ है क्या हो मासु? चाइनिज मासु हो भने त म लादिन है। चाइनिज होइन के भाइ, नेपाली लोकल मासु हो के, एकदम मिठो हुन्छ। मिठो भएन भने हाम्रो पैसा फिर्ता गर्नुपर्छ है त दाजु। अच्छा भइहाल्छ नि, तिमी मासु फिर्ता गर, म पैसा फिर्ता गर्छु। खाएको मासु चाहिँ कसरी फिर्ता गर्नु नि? हगेर फिर्ता गर्नु? बिल्कुल बिल्कुल। त्यो म जान्दिन, तर पैसा फिर्ता चाहिन्छ भने मासु फिर्ता गर्नुपर्छ। त्यो त सम्भव नै छैन नि दाइ, खाइसकेपछि कसरी फिर्ता गर्नु? तिमीले फिर्ता गर्नु पर्दैन बहिनी। तिमीलाई मासु मिठो लागेन भने मलाई एक कल गर, म घरमै आएर पैसा दिन्छु तिम्रो। दाजु तपाईँ पहिला म्याथ टिचर हुनुहुन्थ्यो हो? होइन नि भाइ, किन र? अनि म्याथ टिचरले जस्तै भेदभाव गर्नुहुन्छ त? हामीलाई चाहिँ पैसा फिर्ता नगर्ने अनि उसलाई चाहिँ घरमै गएर दिने। मैले भेदभाव गरेको होइन नि भाइ, मैले त नारीको सम्मान पो गरेको त। मत करो रनिलो। अनि हामी पुरुषहरू चाहिँ गल्लीको कुकुर हो, हामीले चाहिँ सम्मान गर्नु पर्दैन? चिन्ता नगर न भाइहरू, तिमीहरूलाई पनि एक दिन सम्मान गर्छु म। कहिले गर्नुहुन्छ त दाइ? पख न।